दूधवालाले दूधमा पानी मिसायो भने त्यसलाई स्क्याम भनिन्छ, तर जसले पानीमा दूध मिसाउँछ उसलाई चियावाला भनिन्छ। भाइ, पानी त दुवैले मिसाएका हुन्, तर एउटा व्यापार भयो अनि अर्को ठगी। किन? चोर त्यो होइन जसले चोरी गर्छ, चोर त त्यो हो जो समातिन्छ। यसको मतलब के हो? मतलब म बुझाउँछु, तर पहिला यो भन्नुहोस्, पानी बेच्नेहरूले पानी बेचिरहेका छन् कि बोतल? यदि तपाईलाई लाग्छ कि उनीहरू पानी बेचिरहेका छन् भने तपाई गलत हुनुहुन्छ। ध्यान दिएर हेर्नुहोस्, 1 लिटर पानीको लागत 20 पैसा होला, तर खाली बोतलको मूल्य 6 पैसा प्रति लिटर पर्छ। अब भन्नुहोस्, पानी बेच्नेले नाफा केसबाट निकालिरहेको छ, पानीबाट कि बोतलबाट? ध्यान दिएर बुझ्नुहोस्। अब भन्नुहोस्, दूधवाला र चियावालामा के फरक छ? दूधवालाको मुख्य उत्पादन दूध हो, त्यसमा पानी मिसाउनु ठगी हो। तर चियावालाको उत्पादन दूध होइन, चिया हो। जस्तै तपाईले आलु 20 रुपियाँ किलो बेच्नु भयो भने